सम्पूर्णमा नमस्कार। म चाहिँ यसै महेन्द्र मोरङ क्याम्पसमा बीएससी माइक्रोबायोलोजी थर्ड इयरमा अध्ययनरत छात्रा प्रियङ्का भगत। म यस क्याम्पसमा आएदेखि नै सोबियुको चुनाव स्टार्ट भएको थियो। त्यस वर्षदेखि अहिलेसम्मको यो सोबियुको स्थिति र हाम्रो क्याम्पसमा रहेको स्थिति यो सबलाई समेटी मलाई के लेख्न मन लाग्यो, त्यसैले मैले एउटा सानो कविता तयार पारेको छु। मेरो कविता चाहिँ यस्तो रहेको छ। 15 वर्षपछि खुल्यो सोबियुको द्वार, त्यसपछि चुनावको लहर आयो नयाँ संसार। सुरु भयो यात्रा हर्ष र उत्साहको विचार, जनताको विश्वास नयाँ आशासँगै चुनावमा उठे प्रश्न कसको भविष्य महँगै। राजनीति भनेको एउटा गहिरो सागर हो, जहाँ लहरहरू आउँछन् र रङ्गीन माछाहरू हराउँछन्। सपना त छ ठुलो, तर त्यसको साँचो बाटो थाहा छैन। अर्को बाटो कहाँ छ यो प्रश्न अझैसम्म छैन। लामो समय पश्चात चुनाव आयो कसमै बाँधेर, जित भयो नेविसङ्घको विद्यार्थीको कसमै चुमेर। तर जितपछि आँसु र हाँसोको रहस्य खुल्यो नेतासँगै, तर सङ्घर्ष भने अझै प्रकट भयो। कलेजको पढाइ भन्या भविष्यको रङ्गीन बाटो हो, ज्ञान र कलाको खजाना हो। तर राजनीति भन्या सत्ता र शक्तिको आह्वान हो, कसमै अनौठो छ। कहाँ शिक्षा, कहाँ सत्ता, कति भ्रामक छ। शिक्षा दिमागको विकास हो, तर राजनीति अन्धकारको झोक हो। यहाँको सपना थियो सबैलाई शिक्षा दिने, तर राजनीतिले भने जीवनको मायाजाल बनाउनु। 2 वर्षको अन्तरालमा यात्रा लामो भयो परिवर्तनको खोजीमा। चुनाव जिते सत्ता छोड्न नचाहिँदै 2 वर्षपछि फेरि यस्तै बनायो। चुनाव आयो, फेरि अराजकता बढ्यो, नेताहरू बीचको दुश्मनी गहिरो, जनता घेरिए अझै यो सङ्घर्षको शिकार भयो। सपना थियो शान्ति, तर सङ्घर्ष भयो सस्तो। 2 वर्षको जितले नेता बनाइयो महान, तर पछि भने सँगैको झगडाले फेरि गयो स्थान। राजनीति खेल हो, सङ्घर्षको सन्देश ल्याउँछ। सपना पुरा भए या नभए पनि गन्तव्य नपाउँछ। नेता भन्छन् हाम्रै हो हाम्रै अधिकार, तर झगडाले भने तिमी म हाम्रो बाटो अलग पार। शिक्षा र राजनीति सँगै चल्नुपर्छ, विद्यार्थीको भलो यसमा समेटिनुपर्छ। गुन्डा र भएको सोबियुमा राजनीति होइन, सपना पुरा गर्ने इमान्दार र जिम्मेवार नेतृत्व बन्नुपर्छ। कसको लागि यो राजनीति? धन र शक्ति कि विद्यार्थीको लागि एकता र सत्य, हक र हित? लामो यात्रा होला कसमै सोध्नुपर्ने, सोबियुको राजनीति के हो? के यहाँ हरेकको मनको कुरा बुझ्नुपर्ने? धन्यवाद। जय नेपाल।